सो मल्टिप्लिकेसन टेबल निकाल्न गइरहेको छौँ ल। सो यो भेरिएबलमा हाम्रो के हुने भयो, एउटा भ्याल्यु स्टोर हुने भयो। यो गरिसकेपछि युजरले भ्याल्यु दिन पाउने भयो। अब सो अब यसको लागि के गर्नु पर्यो त, लुप चाहियो हामीलाई है। फर ल्याट आई इक्वल्स टु मैले 1 गरेँ है। अब आई लेस देन इक्वल्स टु, सो मल्टिप्लिकेसन टेबल हामीले कतिसम्म निकाल्ने त, 10 सम्म चाहियो नि त। 10 लेखेँ मैले, त्यही भएर 10 सम्म भन्दाखेरि 2 टाइम्स 1, 2 टाइम्स 2, 2 टाइम्स 3 हुँदै 2 टाइम्स 10 सम्म जाने है। युजरले सपोज 2 नम्बर दियो भनेपछि है, त्यो कुरा भयो ल। सो अब हाम्रो अब यो आईलाई बढाउनु पनि पर्यो नि त, एउटा इटरेट भइसकेपछि। इटरेट हुनु भनेको एकपल्ट लुप चल्नु। सो यो 10 टाइम्स इटरेट हुने भयो है, इटरेसन भन्छ यो लुप चाहिँ कतिपल्ट चल्ने भन्ने कुरा हो इटरेसन भनेको है त। इटरेट कतिपल्ट इटरेट भयो। सो अब एउटा इटरेट भइसकेपछि हामीले के गर्नु पर्यो, आईको भ्यालुलाई बढाउनु पर्यो नि त एकले। हो त्यही भएर चाहिँ यो कुरा लेखेँ मैले ल। अब यो ब्लक बनाउनु पर्यो। सो अब ल ठिक छ। सो यहाँसम्म जम्मै कुराहरू क्लियर छ होला है ल, ठिक छ। सो अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ मल्टिप्लिकेसन टेबल हामीलाई आउटपुट कस्तो चाहियो सोच्नु पर्यो है। आउटपुट हामीलाई के चाहियो, सपोज युजरले 2 दियो भने हामीलाई के चाहियो, 2 टाइम्स इक्वल्स टु 2, 2 इक्वल्स टु 1 इक्वल्स टु 2। हामीलाई यस्तो चाहियो कि आउटपुट यो फर्मेटमा चाहियो। क्या हो आउटपुट, कुन फर्मेटमा चाहियो भने यसो चाहियो कि सपोज 2 दियो भने चाहिँ 2 टाइम्स 1 1 इक्वल्स टु 2 यस्तो चाहियो। अनि 2 टाइम्स 2 इक्वल्स टु 4 है। यसरी हामीलाई के चाहियो, आउटपुट चाहियो। सो अब हामीले त्यही अनुसारले कोड लेख्नु पर्यो होइन त हो। यो 2 भनेको के हो, युजरले दिएको हो नि त, हो नम हो। सो नम युज गर्नु पर्ने भयो यसको ठाउँमा। यो टाइम्स भनेको यो जस्ताको जस्तै हुने भयो। अनि 1 भनेको के हो, आई है, किनकि 2 टाइम्स 1 हुने हो, 2 टाइम्स 2 हुने हो होइन। यसरी गयो 2 टाइम्स 10 सम्म जाने हो। आईको भ्याल्यु यो बढ्ने हो भने त यहाँनिर आई राख्नु पर्यो हामीले है। अनि इक्वल्स टु यहाँनिर के गर्नु पर्यो, रिजल्ट। अब आन्सर के आउँछ त्यो कुराहरू हामी राख्नु पर्यो है। केही अपरेसनहरू गरेर यहाँ राख्नु पर्यो, अर्थमेटिक अपरेसन युज गर्ने भयो त्यसपछि है। सिम्पल छ ल। अब यहाँ हेर, हामीलाई डिजायर्ड आउटपुट यो चाहियो। सिम्पल म के गर्छु, कन्सोल डट लग, सुरुमा हामीलाई के चाहियो, 2 नम, 2 भनेको अब नम चाहियो। सो अब हामीलाई त्यसपछि के चाहियो, मल्टिप्लाई, मल्टिप्लिकेसनको सिम्बल चाहियो। त्यो सिम्बल चाहियो भने चाहिँ म के गर्न सक्छु, यसो गएर पहिला मैले के गरेँ, टेस्ट गर्छु है त। प्लस हामीलाई के चाहियो, स्टार चाहियो नि त भित्र, यसरी एचडी डिस्प्ले हुने भयो, कोटेसनभित्र राख्नु पर्यो कुरालाई है। अब यसै गरी मलाई के चाहियो, अब यसपछि आईको भ्याल्यु के हो, आई चाहियो नि त, आई त्यही भएर आई राख्नु पर्यो है, यो 1 त्यसरी है त। अब यसपछि मलाई के चाहियो, इक्वल्स टू भन्ने चाहियो। फर्मेट हेर, यो फर्मेटमा राख्नु पर्यो। इक्वल्स टू चाहियो, इक्वल्स टू मलाई यसरी चाहियो, कोटेसनभित्र राख्नु पर्यो, किनकि इक्वल्स टू एज इट इज आउनु पर्यो नि त। यो इक्वल्स टू सिम्बल यो राख्यो भने चाहिँ एज इट इज आउने भयो है, प्लस। यसपछि मैले प्लस गरेँ। अब यो एकछिन प्रब्लम आउन सक्छ कोडमा, एकछिन हेरौँ ल। सो अब यहाँनिर केही प्रब्लम त आउँछ। सो अब हामीलाई के चाहियो, खासमा रिजल्ट चाहियो नि त अपरेसन। सो त्यो भनेको के हो, 2 हो नि त। यो 2 भनेको कसरी आउँछ, नम टाइम्स आई हो नि त। अब यहाँनिर के राख्नु पर्यो, नम टाइम्स आई यसरी। अब यसलाई टेस्ट गरौँ के आउँदो रहेछ, अनि त्यसपछि करेक्सन गर्दै जाऊँ है त। ल ठिक छ। सो अब म यहाँ हेर्छु, सुरुदेखि रन गर्छु के भएछ, एरर आएछ। सो यसले के आइडेन्टिफाई आई एज बिन डिक्लेयर्ड, सो एरर हाम्रो यहाँनिर छ है। यहाँनिर के हो, कमा होइन कि के हो, सेमिकोलन हो। ल ठिक छ।
अब मैले यसलाई एक्जिक्युट गरेँ। सुरुमा हामीलाई के माग्यो? नम्बर माग्यो। सपोज म कति दिन्छु? 2 दिन्छु। ल हेर आयो त? आयो। ल सो अब हामीलाई स्पेस चाहियो यसको अगाडि पछाडि भने चाहिँ यसरी हामीले स्पेसिङ लगाउन सक्यौँ। यसरी है। अब सपोज मलाई कतिको चाहियो रे? 4 को चाहियो। हेर त आइडिया आएन मल्टिप्लिकेसन टेबल। हो। अब यसै गरी अब कुनको चाहियो मलाई? ल 97 को चाहियो भने चाहिँ म के गर्न सक्छु? 97 यसरी राख्न सक्छु। 97 को मल्टिप्लिकेसन टेबल चाहियो है। ल हेर त यदि सिम्पल तरिकाले हामीले के गर्न सक्यौँ? मल्टिप्लिकेसन टेबल जेनेरेट गर्न सक्यौँ है। बुझ्यो कि बुझेन? केही कन्फ्युजन छ? ओके ठिक छ। यो भयो हाम्रो एउटा इक्जाम्पल भयो है। ल के वाइल लुप भन्नु पर्यो। वाइल लुप। सो यसलाई मैले के गरेँ? कमेन्ट गरेँ। सो फोर लुप र वाइल लुपमा के फरक छ त है? काम दुइटैको जस्तै हो है। तर फरक चाहिँ के रहेछ त भन्ने कुरा बुझौँ है। अब फोर लुप हामीले कुन बेला युज गर्ने भन्दाखेरि चाहिँ जुन बेला हामीलाई पहिला नै थाहा छ कि यो लुप कतिपल्ट चल्छ भन्ने कुरा है। त्यो केसमा हामीले फोर लुप युज गर्नु पर्यो। यहाँ हेर्नु त यो लुप हामीलाई पहिला नै थाहा छ नि त। 10 सम्म मल्टिप्लिकेसन टेबल चाहिने हो। 10 सम्म चल्छ त्यही भएर हामीले के राख्यौँ? 10 राख्यौँ होइन र? यो कन्डिसन हो। अब वाइल लुपमा चाहिँ के हुन्छ? हामीलाई थाहा हुँदैन कि कतिपल्ट लुप चल्छ भन्ने। त्यो केसमा हामीले के गर्न सक्छौँ? वाइल लुप युज गर्न सकिन्छ। एउटा मेजर डिफरेन्स भनेको यही हो है। अब वाइल लुप त्यसो भन्नु त हुँदैन होइन। सुरुको केसमा अब के हुन्छ भन्दाखेरि चाहिँ हामीले फर्म फिलअप गर्यो होइन। फर्म सब्मिट गर्यो। सब्मिट गरेपछि मात्र चेक गर्छ पासवर्ड है। फेरि रङ पासवर्ड भएपछि के गर्छ? रङ पासवर्ड भन्ने मेसेज देखाइदिन्छ। अनि फेरि पासवर्ड अझ भर्छौँ। अझ सब्मिट बटन क्लिक गर्छौँ। अझ सही भएपछि सब्मिट हुने भयो। नत्र अझ रङ भनेर देखाउने भयो है। त्यो लुपभित्र चाहिँ युज गर्नु नै भएन है त। नर्मली नै गर्ने भयो। ल सो अब वाइल लुप हेरौँ है त। मैले लेखेँ वाइल यसरी लेखिन्छ वाइल। अब म के भन्छु भन्दाखेरि चाहिँ लेट आई लेस देन इक्वल्स टु 5। यो कुराहरू मैले लेखेँ। कन्डिसन यो ट्रु भयो भने हाम्रो केही कुराहरू एक्जिक्युट हुने भयो। सपोज म के गर्छु? कन्ट्रोल लग मैले आई गरेँ है। ल यसलाई म एक्जिक्युट गर्छु। सो लेट आई एक्सटेन्ड है। ल सो यो भनेको एउटा मेजर प्रब्लम हो विथ ल विथ भन्दा पनि यो वाइल लुपको एउटा मेजर प्रब्लम भयो। त्यो मेजर प्रब्लम भन्दा पनि हामीले एउटा कुरा यहाँ छुट्याउनु भयो है। यो गर्दाखेरि सो यो अहिले यो केसमा के भइरहेको भन्दाखेरि चाहिँ यो लुप इन्फिनाइट टाइम चलेछ। यहाँ राइटमा हेर त यो स्क्रोलमा हेर त म यसलाई तल गर्छु। यतिपल्ट प्रिन्ट भयो कि इन्फिनाइट टाइम प्रिन्ट हुने भयो। किन हुने भयो? मैले यहाँ के भनेछु? वाइल आई लेस देन इक्वल्स टु 5 आईमा कति छ? 1 हो। जुन बेलासम्म आईमा के हुन्छ होइन, जुन बेलासम्म यो कन्डिसन ट्रु छ तबसम्म यो एक्जिक्युट गर भने कि हामीले। सो यो कन्डिसन सुरुमा आईमा के छ? 1 1 चाहिँ इक्वल्स टु 5 यो ट्रु हो। सो यो एक्जिक्युट भएको भइगयो है। सो यसको लागि हामीलाई के चाहिने भयो? स्टपिङ कन्डिसन चाहिने भयो। स्टप हुनु पर्यो फल्स बनाउनलाई पनि ठिक कुरा लेखेको हुनुपर्ने भयो। स्टपिङ स्टेटमेन्ट चाहियो है। यसको लागि म के गर्न सक्छु भन्दाखेरि चाहिँ आई को भ्याल्यु सुरुमा कति छ? 1 छ। मलाई सपोज 1 देखि 5 सम्म प्रिन्ट गराउनु पर्यो। म के भन्न सक्छु? आई एकछिन सपोज म प्लस प्लस गरेर हेरेँ है यसरी। ल हेरौँ के हुँदैन। हेर त 1 देखि 5 सम्म प्रिन्ट भयो। सो यो लुप अघि हेर त 1 1 1 मात्र प्रिन्ट भएको थियो नि त। इन्फिनाइट टाइम एक्जिक्युट भएको थियो है। सो यो कुरा भयो। हामीले फोर लुपमा जसरी चाहिँ गर्थ्यौँ त्यो कुरा वाइल लुपदेखि पनि गर्न मिल्यो त। 1 देखि 10 सम्म प्रिन्ट गऱ्यौँ। सो यो कुरा मिल्ने नै भयो है। मेजर डिफरेन्स मैले तिमीलाई अघि भनिसकेँ।
जुन केसमा हामीलाई थाहा छैन कतिपल्ट लुप चल्छ त्यो केसमा हामीले while लुप युज गर्न सकिन्छ सो अब फोर्थ पासवर्ड हाम्रो 1 2 3 4 रहेछ योभन्दा पहिला मैले स्ट्रिङ बनाइदिएँ होइन चाहियो नि ल यो गरेँ अब युजर अन्डरस्कोर क्लास भने मैले लेट सो यो भने अब यसमा म के गर्छु भन्दाखेरि चाहिँ प्रम्प्ट इन्टर पासवर्ड भने अब यहाँ हेर वाइल जबसम्म एउटा युजरले आफ्नो करेक्ट पासवर्ड के गर्दैन दिन्न त्यो बेलासम्म के हुने भयो यो लुप चलाएको गर्छ हामीले युजरदेखि पासवर्ड मागिरहन्छ है ल सो वाइल म के भन्छु पासवर्ड not equals to user password while password not equals to हो जबसम्म यो दुईटा पासवर्ड म्याच हुँदैन युजरले के के बेला यहाँ है यो भेरिएबल पस्छ युजरले दिएको भ्याल्यु जबसम्म पासवर्डमा भएको भ्याल्यु र युजर अन्डरस्कोर पासमा भएको भ्याल्यु म्याच हुँदैन त्यो बेलासम्म हामीले के गर्नु पर्यो यो युजरदेखि पासवर्ड मागिराख्नु पर्यो नि त हो सो यसको लागि यही कुरा गर्न खोजिरहेको अब यहाँ सो अब यो केसमा अब के गर्छौँ ल हेर यही कुराहरू भयो यदि पासवर्ड म्याच भएन भने के गर्नुपर्ने भन्ने कुरा आयो नि त सो पासवर्ड म्याच भएन भने चाहिँ के गर्नु पर्यो एउटा मेसेज देखाइदिनु पर्यो console.log incorrect password अनि म यहाँ के भन्छु प्लिज ट्राई अगेन है सो यो कुरा गरेँ अब यो कुरा मैले गरेँ है ल सो यो कुरा गरेर मात्र भयो यो त मेसेज आयो नि त डिस्प्ले भयो मेसेज यता एक्जिक्युट गरेर हेरौँ न सपोज मैले दिइदिएँ यसले के भने अरे भनेको गरेर है त यसरी नै हुनु भएन है किनकि यो अघिकै हाम्रो भने नि त इन्फिनाइट टाइम जे चल्यो किन चल्यो हाम्रो यो त ट्रु भइसकेछ नि त ट्रु भएको छ अब यसलाई हामीले के स्टपिङ कन्डिसनहरू अथवा केही पनि छैन है सो इन्फिनाइट टाइम चल्यो सो यसमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ ल सो अब यो भइसकेपछि म के गर्छु अब यति मात्र लेखेर पुग्दैन सो यहाँनिर म के लेख्छु सो माथिकै युजर अन्डरस्कोर पास इक्वल्स टु अझ सुरुदेखि के गर्छु इन्टर पासवर्ड भनेर यसो देखाइदिन्छु सी कन्ट्रोल यसरी है ल अब हेर अब हाम्रो प्रब्लम सल्भ सो इन्टर पासवर्ड भने म के गर्छु अब सो यो भने अब यो पासवर्ड सही दियो भने हाम्रो लुप बाहिर आउँछ नि त सो त्यो गऱ्यो भने हाम्रो के हुने भयो एउटा मेसेज देखाइदिन्छु त्यसपछि कन्सोल डट लग अब एसएस अब के भन्छु लगइन लगइन सक्सेसफुल भने है त सो मैले यो कुरा मेसेज देखाइदिएँ सो अब यसलाई रन गर्छु है त सो अब यसमा के भयो म पासवर्ड दिन्छु मैले के दिन्छु गइदिएँ है त अब इन्टर गरेँ के भने इनकरेक्ट पासवर्ड प्लिज ट्राई अगेन भने अब यसो आयो नि त इनपुट आयो है हो अघि हाम्रो यो इनपुटले के गर्यो कुरिराख नि त हाम्रो इनपुटको लागि कुरिराख अघि हामीले यो लाइन लेखेको थिएन सो यो लाइन मात्र थियो अब यो लाइन त कुट्दैन चलेको गऱ्यो नि त सर चलेर इन्फिनाइट टाइम यो लुप चलेको गऱ्यो लुप है त अब के भयो यो लाइन एक्जिक्युट भयो यो कन्डिसन त फल्स हो इन्फिनाइट टाइम चल्थ्यो तर यसले रोक्यो है अब हामीले यहाँनिर के गर्यो कुनै पासवर्ड प्रोभाइड गर्यो है सो इनपुट पासवर्ड भनेर युजर पास भन्ने भेरिएबलमा बस्ने भयो भ्याल्यु अब म के गर्छु 1 2 3 4 अहिले मैले के गरेँ अब इनकरेक्ट पासवर्ड 1 2 3 4 यास गरेँ यो गऱ्यो भने के भयो सो यो भेरिएबलमा हाम्रो बस्यो चेक गऱ्यो यहाँनिर 1 2 3 4 नट इक्वल्स टु यहाँनिर के छ 1 2 3 4 याच यो ट्रु हो त्यसपछि यो डिस्प्ले भयो सेम यो डिस्प्ले भयो अनि सेम यो लाइन एक्जिक्युट भयो यो देखायो अब म रियल पासवर्ड दिन्छु एक्चुअल पासवर्ड के हो 1 2 3 4 मैले दिएँ अब के भयो त लगइन सक्सेसफुल भने देख्यो त्यो सिस्टममा पनि एसएसएस नै बनाएको हुनसक्छ है अब जसरी नै बनाउनु मिल्यो कुनै सिस्टम कुनै वेबसाइट अथवा कुनै लगइन सिस्टम होइन
ल त्यसको लागि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ लुपलाई एन्ड गर्ने भन्ने सपोज मैले त्यसको लागि लेट आई आई इक्वल्स टू सुरुमा मैले के गरेँ ल आईकै भ्याल्यु सुरुमा कति छ 0 छ अरे है। अब यो लुप एकचोटि चल्नुको मिनिङ के हो युजली रङ पासवर्ड दिनु हो नि त हो कि होइन। युजली रङ पासवर्ड दियो भने मात्र यो लुपभित्र जाने हो नि त हो। युजली रङ पासवर्ड दियो भन्ने बित्तिकै हामीले के गर्नु पर्यो आईको भ्याल्युलाई बढाइदिनु पर्यो। सो आईको भ्याल्युलाई हामीले बढायो युजरले रङ इनपुट दियो आईको भ्याल्यु बढ्यो आईको भ्याल्यु कति भयो ओके एकछिन है आईको भ्याल्यु 1 भयो यहाँनिर है त। सो अब यो कुरा एक्जिक्युट हुन्छ अब त्यसपछि रुम चल्यो भने चाहिँ रङ गऱ्यो भने यो चल्यो 2 भयो अनि त्यसपछि चल्यो 3 भयो। अब म यहाँनिर के गर्छु यहाँ हेर त ओके इफ ल यहाँनिर मैले चेक गरेँ इफ आई इक्वल्स टु 3 है त यो भएपछि अब के हुनसक्छ के गर्ने भने तिमीले 3 पल्ट दियो भने के गर्नुपर्ने भने लुप एन्ड गर्न मिल्यो फेरि यो कुरालाई हामीले हटाइदियौँ मैले है त। सो यो कुरा लुप रङ पासवर्ड दियो भने पनि यो कुरा लगइन सक्सेसफुल भनेर देखाउने भयो। सो यहाँनिर पनि हामीले कन्डिसन राख्न सक्छौँ एकछिन राखौँ। सो इफ आई इक्वल्स टु 3 भएपछि मैले के गर्न सक्छु एउटा कुरा हामीसँग के छ भन्दाखेरि चाहिँ अब मेसेज देखाउनु पर्यो किन लुप एन्ड भयो भने कन्सोल लग सो प्लिज वेट त्यसो भन्न सक्छ टु मेनी पासवर्ड अटेम्प्टेड अथवा जे भन्दा नि सक्यो है त आफ्नो अनुसारले मेसेज राख्न सक्यो टु मेनी जेसुकै भन्दा पनि पाइयो नि पासवर्ड अटेम्प्टेड टु मच मैले सिम्पल भने त यसलाई अब यहाँ सुइटेबल इङ्ग्लिस ग्रामर मैले राख्न सक्यो है त टु मेनी टाइम्स ल सजिलो मैले यो राखेँ ल सब यो राखेर मात्र भएन लुपलाई एन्ड गर्नु पऱ्यो नि त। सो यो लुपलाई एन्ड गर्नलाई हामीसँग एउटा के छ भन्दाखेरि चाहिँ ब्रेक भनेर किवर्ड है थाहा चाहिँ ब्रेक भन्ने किवर्ड पहिला ए सिकेको थिएँ ल ठिक छ। सो अब हेर है त म ट्राई गर्छु इन्टर पासवर्ड भने मैले 1 प्रेस गरेँ इनकरेक्ट पासवर्ड फेरि ट्राई गरेँ भने मैले 2 प्रेस गरेँ इनकरेक्ट पासवर्ड फेरि ट्राई गरेँ भने मैले 3 प्रेस गरेँ 2 ल हेरेर 3 पल्ट पासवर्ड रङ भएपछि अब के भने टु मेनी टाइम्स पासवर्ड अटेम्प्टेड हाम्रो त्यो मेसेज आयो है त यहाँ जेसुकै आफ्नो पाइयो है हो। यो ब्रेकको काम के भन्दा हाम्रो दुईवटा किबोर्ड हुन्छ क्या एउटा कन्टिन्यू अनि अर्को ब्रेक भन्ने है एउटा कन्टिन्यू एउटा कन्टिन्यू भन्ने छ अर्को ब्रेक भन्ने छ। अब ब्रेकको काम के हो भन्दाखेरि चाहिँ एकछिन इक्जाम्पल दिएर सिकाउँछु ब्रेकले के गर्छ भन्दाखेरि चाहिँ लुप नै टर्मिनेट हानिदिन्छ है लुप नै टर्मिनेट हानिदिन्छ बाहिर आयो नि त लुपभन्दा बाहिर। कन्टिन्यूले के गर्छ भन्दाखेरि चाहिँ करेन्ट इटरेसनलाई मात्र स्किप हान्छ लुप टर्मिनेट हुँदैन कि करेन्ट इटरेसन स्किप हुने भयो है यसको इक्जाम्पल म देखाउँछु अनि फेरि तिमीलाई क्लियर हुन्छ है त। सो योसम्म बुझेको छैन मैले यो कुरा चाहिँ देख्न खोजिरहेको थिएँ यो कुराहरू तिमीले भनेको कुरा क्लियर भएन 3वटा पासवर्ड गयो भने के गर्ने भन्ने कुरा यो बुझ्यौ नि ल। सो अब म तिमीलाई ब्रेक र कन्टिन्यूको डिफरेन्स सिकाउन गइरहेको छु है। ल सो त्यसको लागि म के गर्न सक्छु भन्दाखेरि चाहिँ इक्जाम्पल देखाउँछु तिमीलाई सिम्पल इक्जाम्पल ल सपोज अब मैले के गर्छु भन्दाखेरि लुप बनाउँछु फर लेट आई धेरै देखेँ हामी होइन जे मैले के गरेँ ए इक्वल्स टु 1 राखेँ त्यसपछि म के गर्छु ए लेस देन इक्वल्स टु 10 भन्छु ए प्लस प्लस गरेँ मैले है ल सो म यहाँ के गर्न सक्छु भन्दाखेरि चाहिँ इफ 10 > 1 = 10 10 > 1 = 10 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1 10 > 1 = 1
ए इक्वल्स टु 3। यदि ए को भ्याल्यु 3 भएपछि मैले के गर्नु पर्यो भने कन्टिन्यू गर्दै भने कन्टिन्यू भने कलर चेन्ज भयो नि त हेर त ई गरे किबोर्ड भन्ने थाहा पायो। हेर यति गरे सेतो कलर छ, ई गरे कलर चेन्ज भयो किनकि यसको रिजल्टबाट हो भन्ने थाहा पायो है। कन्टिन्यू गरे अब म यहाँ के गर्नु पर्छ कन्सोल डट लग मलाई के चाहियो आई ए प्रिन्ट गर्छु। सो के भयो कन्टिन्यूको हेर है त के हुँदो रहेछ 1 2 3 आयो आएन नि त 1 देखि 10 सम्म प्रिन्ट भयो तर 3 भन्ने कुरा आएन। 3 भन्ने प्रिन्ट भयो र भएन। थ्रीलाई स्किप गऱ्यो भन्दा हुन्छ अथवा त्यही तिमीले भनेको त्यही भयो थ्रीलाई छोडेर यो कन्डिसन जुन मिट भयो होइन त्यो कन्डिसन छोडेर अरू जम्मैले हामीले के भएको छ एक्जिक्युट भएको है। अब 1 देखि 2 भयो यो 3 भन्ने बित्तिकै यो कन्टिन्यू भेट्यो यो जम्मै यो लुप नै स्किप यो इटरेसन स्किप हानिदियो है यसलाई छोडेर अरू जम्मै कुराहरू भयो। अब ब्रेकमा के हुन्छ हो त्यो अब यो कन्टिन्यू भयो कन्टिन्यू यहाँनिर भेट्यो नि त फ्री हुने बित्तिकै कन्टिन्यू भेट्यो सो यो लुपलाई अब जुन छ नि कन्टिन्यू भेट्यो भन्दा तलको लाइन एक्जिक्युट के गर्दैन एक्जिक्युट नै हो स्किप हुन्छ है योभन्दा कन्टिन्यू भन्दा भेट्ने बित्तिकै यसको मुनिको जम्मै है। यसो भयो के हुन्छ मैले यसलाई के गर्छु यहाँनिर राख्छु 1 देखि 10 सम्म भयो नि त 3 पनि आयो है। सो योभन्दा मुनिको कन्टिन्यू भन्दा मुनिको कुरा स्किप हुने हो त्यही भएर मैले यसलाई कहाँ राखेँ मुनि राखेको छु है। यसरी त एक्जिक्युट भइरह र यो कन्टेन्ट देख्ने बित्तिकै योभन्दा मुनिको जम्मै कुरा के हुने भयो स्किप हुने भयो। यो त्यो इटरेसनको लागि मात्र है अरू इटरेसन चाहिँ चल्ने भयो है। अब के गरौँ फोर जी इक्वल्स टु 1 जी लेस देन इक्वल्स टु 10 जी प्लस प्लस ल यो गरेँ मैले। सो अब यहाँनिर मैले के गर्नु पर्यो ए ए जी इक्वल्स टु मैले कति गरेँ 3 गरेँ। सो यो भन्ने के गर्नु पर्यो ब्रेक ब्रेक गरिदिनु पर्यो अनि यहाँनिर म के गर्छु कन्सोल डट लग एक्ज्याक्टली यु आर राइट हियर ल मैले रन गरेँ के भयो 1 र 2 मात्र प्रिन्ट भयो है बुझ्यो 3 किन भएन यो कहाँको यहाँ यो कन्डिसन हेर यहाँ ब्रेक भेट्यो भन्दा पनि एक्जिक्युट गरेन 3 हुने बित्तिकै हाम्रो के भयो एक्जिक्युटै भयो है माथि 3 स्किप भयो यो ब्रेक भयो योभन्दा फेरि लुपै टर्मिनेट भयो लुपभन्दा बाहिर आइसकेपछि है त ब्रेकमा कन्टिन्यूमा चाहिँ त्यो पर्टिकुलर इटरेसन मात्र स्किप भनेको लुप त पुरै सकिने भयो मजाले चल्ने है। यसमा के भनेको लुप नै टर्मिनेट हाल्ने भयो कन्डिसन मिट भयो लुप नै ब्रेक भने चाहिँ लुप नै टर्मिनेट भयो लुपभन्दा बाहिर आयो है बुझ्यो। यो एकदमै इम्पोर्टेन्ट कुरा हो एकदमै चाहिने कुरा हो त्यो ब्रेक कन्टिन्यू भनेको है अघि हामीले इक्जाम्पल हेरौँ नि कति इम्पोर्टेन्ट छ भनेर थाहा पायो नि त हो त्यो कुरा भयो ल। सो हामीले आज धेरै कुरा गऱ्यौँ अब यो अलिक प्र्याक्टिस गर तिमीले है ल।